ल है साथीहरू हामी चाहिँ अहिले यहाँ आइपुग्यौँ। सबै भत्काएको रहेछ त यहाँ त बनाउँदै रहेछ क्या हो है बनाउँदै रहेछ यहाँ ए जाम आउँदैछु आज म तपाईँहरूलाई म कहाँ आएको छु भनेर यहाँको भ्यूहरू देखाउँछु अनि यो थाहा पाउनलाई चाहिँ तपाईँहरूले मेरो च्यानल लास्टसम्म हेरिदिनु होला है। साथीहरू नमस्ते सेवा आरामै हुनुहुन्छ हजुरहरू सबैजनालाई मेरो च्यानलमा स्वागत छ। सबैजनाले हेरिदिनु होला अनि लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला हजुरहरू सबैजनाले। आज म कहाँ आएको छु भन्ने कुरा चाहिँ तपाईँहरूलाई म लास्टमा भन्छु है अनि सबै देखाउँछु भ्यूहरू। मेरो ब्रदर आउँदैछ त्यहाँ हामीहरू आज यतातिर आएको छौँ। यो ठाउँ चाहिँ म अहिले भन्दिनँ म लास्टमा भन्छु तपाईँहरू हेर्दै जानु होला। अनि यहाँ मलाई कस्तो मन आज कति सफा आकाश क्लिन यस्तो रहेछ। बाटो बनाउँदैछ स्काभेटरले माटो मिलाउँदैछ हेर्नु त। चलेको यहाँमा यो चाहिँ मान्छे बस्ने ठाउँ बनाएको रहेछ साथीहरू यहाँ। ए कस्तो राम्रो लाग्यो मलाई त। वाउ वाउ दामी हेर्दा हेर्नु न कस्तो राम्रो के कति रमाइलो आहा कति रमाइलो। हामी आइपुग्यौँ यो डाँडा। ओहो बबाल छ त सल्लाह रहेछ र छ हेर्नु हावा चलेर एकदम धेरै। मेरो बुहारी दामी आएछ दामी मेरो बुहारी नानी मेरो भाइ ब्रदर कति राम्रो हौ। आमा यताबाट आउने मान्छेहरू आउँदैछ परबाट बाटो यो हेर्नु है कस्तो राम्रो हौ। है साथीहरू यतातिर घुम्न आयौँ। यहाँ बसेर खेल्नु राम्रो हुन्छ। हेर्नु है साथीहरू यता पारीतिर छेउछाउतिर मलाई चाहिँ यस्तो यो प्रकृति भनेपछि चाहिँ नेचुरल भनेपछि चाहिँ एकदमै मनपर्छ हौ। यता लास्टै मनपर्छ हौ मलाई चाहिँ। वा कस्तो राम्रो के पर्यटकहरू आउने हेर्ने ठाउँ हिँड्ने ठाउँ जस्तो छ यहाँ। यति राम्रो के मान्छे हिँड्ने बाटो बनायो होइन यतातिर। ल हेर्नु है साथीहरू सल्लाह हेर्नु न सल्लाह घारी रहेछ सल्लाह घारी। त्यसका हेलो साथीहरू कति रमाइलो ठाउँ म त यहाँ इन्जोय गरिरहेको छु हेर्नु न कस्तो राम्रो के सिस एन्ड ब्रो इन्जोय। हेर्नु साथीहरू यति राम्रो छ यहाँ तलदेखि यहाँ माथि
यहाँ माथि पनि रहेछ घुम्ने ठाउँ रहेछ यो कस्तो राम्रो बनाएको हौ यहाँ कस्तो राम्रो रहेछ यहाँ परसम्म रहेछ यो मान्छेहरू आउने ठाउँ यस्तो छ अनि हेर्नु है यहाँ कस्तो राम्रो म तपाईहरुलाई गाउँ पनि देखाउँछु ल यहाँ नजिकैको लानु पर गाउँ यहाँ चाहिँ हेर्नु साथीहरु यहाँ पनि आज मान्छेहरु कोही नहुँदो रहेछ सुनसान कस्तो रमाइलो भयो हावा चाहिँ अति ओभरै चल्दो रहेछ कि यहाँ हेलो दिदी ओइ कस्तो लाग्यो यो ठाउँ ए बबाल राम्रो लाग्यो तर अलि हावा चलेर चाहिँ हावा चाहिँ धेरै चल्दो रहेछ है यहाँ एकदमै यता चाहिँ टिकटक बनाउन बिजी छन् यहाँ हेलो कौशिला हजुर कस्तो छ अनि कस्तो लाग्यो तिमीलाई यहाँ आजको ठाउँ राम्रो लाग्यो धेरै रमाइलो छ आउनु होला घुम्नलाई हजुरहरू पनि ओके ल ल है साथीहरू हेलो क्रिस के गरेको तैँले टिकटक बनाउँदै हो यहाँ कस्तो लाग्यो तँलाई यो ठाउँ हावा चलेको है आमा तपाईँहरू पनि यहाँ घुम्न आउनु होला ल है साथीहरू आज चाहिँ म तपाईँहरूलाई बाई बाई भन्न चाहन्छु अनि अन्तिममा यो ठाउँ चाहिँ जर्सिङ पौवा हो ओके बाई बाई